हो र के को कम गरेर भन्नु दिदी कन्जुस त कहाँ दिदी मैले भने नि त होइन नम्बर टिप्नु कल गर्नु तपाईँलाई म पैसा हिसाब गरिदिन्छु भने त अनि मैले अनि भनेको उसले भनेर त नेक्स्ट टाइम म दिन्छु नि त मेरो नम्बर टिप्नु भने त म टिपिदिन्थेँ नि त अनि के दिदी भन्नु त तपाईँ चित्त नबुझेको कुरा भन्ने पनि सबै सोध्नु मान्छे आएको थिएन दिदी भनेर भन्छ अनि दिदी भनेपछि त भाइले रेस्पेक्ट गर्नु पर्यो अनि अगाडि दिदी बहिनी चल्ने हो त एकैचोटि सहनी भनेर त पुरै हात हुँदैन अगाडि दिदी बहिनी चेलीबेटीको नाच लाउने नि त अनि त्यसपछि पनि अब देश चाहिएको कसो गाइज दिदीलाई नम्बर माग्छ भने दिदी बहिनी भने नम्बर माग्छ नराम्रो हो त अनि दिदी बहिनीको दाजु बहिनीको सम्बन्ध नराम्रो हो त क्युआर मागे त हुन्थ्यो भन्छ अनि